हेलो साथीहरू, मैले लगभग यहाँ धेरै वर्ष भयो के एउटा सपना पुरा गर्नको लागि 10 वटा इच्छा र आकाङ्क्षालाई मारेर यसमा मैले पैसा जम्मा गरेको छु। आज चाहिँ त्यो सपना पुरा हुन्छ कि भन्ने सोचले अ, यसको पैसा झिक्न लागेको छु। यसमा पैसा कति छ त्यो त मलाई नि थाहा छैन। तर यसमा पैसा चाहिँ मैले धेरै भयो जम्मा गरेको। ठ्याक्कै यति नै छ भन्न त सक्दिनँ कति छ। आज त्यो सपना पुरा गर्नको लागि यो खुद्रिके खोल्दैछु। कति रहेछ यसमा पैसा अ, म हजुरलाई अर्को उसमा भिडियोमा बनाउँछु अथवा हेरौँ यो अहिले देखाऊँ। अहिले खोल्छु कति रहेछ। अ, मेरो सपना ठुलो थियो कि अनि त्यसको लागि कहिले खाजा नखाएर, कहिले के गरेर अनि कहिले साथीहरूले घुम्न जाऊँ भन्दा पनि घुम्न नगएर म यसमा चाहिँ पैसा जम्मा गरेर राखेको छु एउटा सपना पुरा गर्नको लागि। यो चाहिँ नटवाला छ। यो 4वटा स्क्रुप कसेको छु। यो 4वटा स्क्रुप खोलेर मैले यसबाट पैसा झिक्छु कि भन्ने नै म नट खोल्दैछु। कतिको कति रहेछ पैसा म हजुरलाई देखाउँछु। 3टा नट 2टा नट झिकेँ। अब एउटा 3टा भयो। अब यो 4वटा भयो। यसमा चाहिँ मैले पैसा जम्मा गरेको धेरै नै भयो कि कति भयो ठ्याक्कै थाहा छैन कि। कति दिन त मैले खाँदै नखाइकन यसमा पैसा हालेको छु। कति ठाउँमा साथीले घुम्न जाऊँ भन्दा नि घुम्न नगइकन यसमा पैसा जम्मा गरेको छु। थोरै रहेछ। यति रहेछ कि जम्मा कति भयो ठ्याक्कै थाहा छैन। तर पैसा चाहिँ यति हो। ठुल्ठुलो नोट त छैन। 150 को धेरै छ अनि 1500 को त रहेछ। कति रहेछ आज चाहिँ मैले यो पैसा गर्छु अनि तपाईँलाई देखाउँछु है त। आज चाहिँ यो पैसा गर्न सुरु गरेँ मैले। 1000 को नोट पनि रहेछ। यहाँ कुनै थाहा छैन है।